छोरी छोरी पानी परेको परै छ, कहिले घाम कहिले पानी। हत्तै बढ्यो गर्मी, जताततै गर्मी, जताततै तातो हावा। नेपालको मौसम यति राम्रो छ, कहिले पानी पर्छ अनि तत्कालै घाम लाग्छ, फेरि घाम पछि पनि पानी पर्छ। हत्तै बढ्यो गर्मी, जताततै गर्मी, जताततै तातो हावा, फेरि घाम पछि पनि पानी पर्छ। हाम्रो देश नेपाल लोकतन्त्रमा परिणत भएको छ, त्यो कुरा तपाईँ मान्नुहुन्छ? मान्दिन। गणतन्त्र गनाए त्यो कुरा पनि तपाईँ मान्दिन। गणतन्त्र असफल भयो त्यो पनि मान्नुहुन्छ तपाईँ? व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न? पूर्वाले ज्ञानेन्द्र शाहले तपाईँलाई आएर सम्झौता गर्नुभयो, लो प्रचण्डजी तपाईँ प्रधानमन्त्री बन्नुहोस्, म राजा बन्छु भनेर ज्ञानेन्द्र शाह तपाईँको आएर सम्झौता गर्नु, तपाईँ त्यतिखेर के गर्नु? मान्दिन। त्यसमा दलहरू एक हुन्छन्, तपाईँ केपी शर्मा ओली र शेरबहादुर देउवा गणतन्त्र बचाउनु। फेरि त्यहाँ लगेर मलाई धेरै नजोड्नु। एकै ठाउँ उभिन सक्छ व्यवस्थाको पक्षमा? गणतन्त्रको पक्षमा उभिन पर्यो भने सहकारी हुन्छ। कांग्रेस एमाले माओवादीको बिचमा सहकारी हुन्छ। सबैले शैली बदल्नु पर्यो, शैली चाहिँ बदल्नु पर्यो, केपीजीले पनि शेरबहादुरजीले पनि। फेरि किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ हौ। जनता जान्न चाहन्छन्, बताउनुस्। अर्को छिमेकीको घरमा टोइलेट छँदैछ, किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हैन र? अनि छिमेकीको के अरे टोइलेटमा जान्छ जहिले मलाई दिशा आयो, मलाई चाहिँ दिशा आयो भन्दै छ त, त्यहाँ छ। धरानमा पनि बनाउँदा चाहिँ के भयो? म सिटे नगर अलि उठ्या गएर कुरा दाइ एउटा कुरा भन्छु, मलाई नेताहरूको नाम नआउँदा पनि मलाई केही फरक पर्दैन। राम्रो काम गर न, त्यो नेताको नाम म जहिले पनि कन्ट्याक्ट गर्छु, जहिले पनि म कन्ट्याक्ट गर्छु। हो भनिन्छ नि, तिमी यो फिल्डमा भएर तिमीलाई हरेक नेताहरूको नाम थाहा हुनुपर्छ। यार नेताले पनि राम्रो काम गर न। भोलि मलाई एउटा भन्छु, बाबुराम भट्टराई मैले चिन्दैन त्यो दाइ पहिला, त्यसपछि उहाँले सडकको एउटा कामहरू गर्न थालेपछि कसले गरे भन्दा बाबुराम भट्टराईले, त्यसपछि मैले बाबुराम भट्टराई चिने। नाम तिमी राम्रो काम गर न, तिम्रो नेताको नाम त कसलाई मुखमा झुक्निन्छ दाइ। तर म प्राउड फिल गर्छु, अहिले मलाई कतिपय नेताको नाम थाहा छैन होइन। त्यो मलाई के फरक पर्दैन, राम्रो काम गर, तिमीलाई भोलि जसले पनि चिन्छ। मैले पनि भोलि राम्रो फिल्म दिएन भने नि दाइ मलाई अडियन्सले कसैले चिन्दैन। मैले राम्रो फिल्म दिएँ भने मात्रै मलाई अडियन्सले चिन्ने हो। त्यही भएर राम्रो काम गर, तिमीलाई जसले पनि चिन्छ। आज यो कलाकारले नेतालाई चिनेन भनेर नेताहरू निराश हुनु जरुरत छ। राम्रो काम गर, तिमीलाई जसले पनि चिन्छ। बात त सही है। जीवनमा रुनुहुन्छ है, धुरु 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 बेला बेला चल्छु चलोस् भनेर। Why are you crying? तपाईँ पनि आई लास्टमा त्यही आउनु भयो नि त, युट्युबरै टाइपको आउनु भयो तपाईँ पनि। तपाईँलाई नि एज अ राम्रो मैले हुन्छ नि पत्रकारिता हिसाबमा मलाई मनपर्ने ऋषि धमाला भनिदिएँ। तपाईँ युट्युबरै भएको अब होइन, म त तपाईँलाई प्रश्न सोध्न त मिल्छ नि त होइन? मिल्दैन नि दाइ। तपाईँ नरुनुहोस् है त, अब कहिले पनि नरुनुहोस् है त। ल आज बात गर्नुहोस्, ल म रुन्न भन्छु। तपाईँको परिवारमा कसैको के भइरहेछ तपाईँ नरुनुहोस् है त अबदेखि है त। होइन परिवारमा मेरो परिवार होइन हो, तपाईँ नरुनुहोस्। तपाईँको आँखामा मासु देख्न चाहन्न नि त, पूजा शर्माको आँखामा मासु देख्न चाहन्न होइन। हजुरको परिवारमा कसैलाई केही नराम्रो भन्छ तपाईँ आँसु झर्नु मिल्दैन है त भन्दैछु मैले। एकदिन भेट होला नि। आनन्द शान्ति 24 घण्टा गर्छौँ। उहाँको मन मेरो मन एक आपसमा छ, यति गाँसिएको छ कि उहाँको मुटु मसँग छ, मेरो मुटु उहाँसँग छ। हामी 24 घण्टा भेट्नुपर्छ र अङ्कमाल गर्नुपर्छ र किस खानुपर्छ र मायावृत्तिको लागि पनि। मायावृत्ति भने जहाँ गए पनि मायावृत्ति हो नि त होइन। म मेची माछकाली होइन, तराई पहाड हिमाल जतासुकै गए पनि उनलाई सम्झिन्छु। जहिले पनि मनमा राख्छु, हृदयमा राख्छु। 24 घण्टा काममा व्यस्त हुँदा पनि एल्जा 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 भनिरहन्छु। म एल्जा एल्जा भनिरहँदाखेरि मलाई कति माया आउँछ, कति इनर्जी आउँछ, कति शक्ति आउँछ। उनको मन्द मुस्कानले म कति होइन। नायिकाहरूमा तपाईँलाई मनपर्ने को हो जीवनमा? सबै सबै। एकजना स्पेसली नाम लिनु पर्यो भने कसको लिनुहुन्छ? एलिजा गौतम। आज एउटा कुरा मलाई बताउनुहोस् त, सही कुरा बोल्नुहुन्छ नि तपाईँ होइन? हाम्रो देशको हितमा छ एमसिसी, ठ्याक्कै भनिदिन सक्नुहुन्छ? एउटा प्रश्न किन सोध्नु हो? सही कुरा तपाईँ गर्नुहुन्छ भनेर किन सोध्नु हो? म प्रचण्ड हो किन भने थियो? किन सोध्या? मैले कहिल्यै गलत कुरा, झुट कुरा, बेइमान कुरा गरेर सुनेको छ?
अनि तपाईँ सही कुरा गर्नुहुन्छ होइन भनेर सोध्ने हो र? सोध्नै होइन नि। म सही बाहेक केही गर्दै गर्दिनँ त अनि फेरि सोधिरहनुपर्छ? उता घमाइलो यता घमाइलो म त गाउँको ठिटो हजुर गाउँमै रमाइलो। अब अर्को भन्नुहोस्। साथीहरूको लागि यो हात सलाम, साथीहरूको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलाम। दुश्मनको लागि यो हात फलाम। ल अब मजाले भन्नुहोस् त। साथीहरूको लागि यो हात सलाम, दुश्मनहरूको लागि यो हात फलाम। अब यो अब हे भन्नु हे भन्नुहोस् अब। तपाईँ भर्जिन चाहिँ होइन। एकदमै गलत हो यो कुरा। मैले त्यो कुरा कहिले पनि सोचेन। मैले न विवाह अगाडि सोचे न मैले बच्चामा सोचे। पहिलो विवाह पनि त्यस्तै भयो, दोस्रो पनि त्यस्तै भयो। तपाईँको कर्ममै त्यस्तै ल्याएर चाहिँ क्या कर्मलाई बिहासँग नल्याउ न। कर्ममा बिहा मात्र हुन्छ त हुँदैन नि। बिहाले मात्र कर्म बन्ने त होइन नि त। धोका पाइसकेका मान्छेले सम्बन्ध विच्छेद गरे मान्छेले किन दोस्रो बिहा धोका पाएको होइन। मैले पहिलो विवाहमा धोका पाएको होइन। पहिलो विवाहमा हाम्रो कुरा नमिलेर पछि एउटा लेभलमा त्यही त धोका भन्न मिल्दैन। धोका दिएको होइन, उहाँ सच्चा मान्छे हो, उहाँले धोका दिएको छैन। हाम्रो कुरा मात्र नमिलेको हो। बात त सही है। किन सम्बन्ध विच्छेद गरेर होइन, उहाँले धोका दिएको मतलब कस्तो दिएको होइन। हाम्रो कुरा नमिलेको भनेको मेरो पनि नमिला उहाँको पनि नमिलेको। हामी दुईजनाकै केही न केही रूपमा चाहिँ गल्ती थियो कि उहाँले मलाई झुटो बोलेर एकदम प्रयोग गरेर गल्ती थियो। मतलब मैले जे भन्छ हजुर पछाडि है त ल। 1 2 3 गो। तिम्रो घरको वरिपरि, तिम्रो घरको वरिपरि आएर घरि घरि, आएर घरि घरि म बसेको छु। होइन नाटकै हो, नाटकै हो, नाटकै हो, नौटङ्की नै हो, नौटङ्की नै हो। शारीरिक सम्बन्ध युवतीको लागि अनिवार्य आवश्यकता हो कि हो? तपाईँको भएको छ? म के भन्छु भने यहाँलाई ठ्याक्कै भनिदिनु। शारीरिक सम्बन्ध कोहीसँग राख्नको लागि एउटा व्यक्ति मात्रै चाहिँदैन, धेरै एउटा पाटोहरू छ। यहाँ पनि एउटा पढे लेखेको मान्छे हुनुहुन्छ आज बताइदिनुहोस् हैन? त्यसकारणले गर्दा यो शारीरिक सम्बन्ध, यो तपाईको वैवाहिक सम्बन्ध भन्ने कुराको धेरै कुरा तपाईले रिसर्च गर्नु भएको रहेन रहेछ। हैन, तर विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध हुँदैन। धेरै एउटा होइन, त्यो भन्न खोजेको होइन मैले। तपाईले विवाह गर्नको लागि शारीरिक सम्बन्ध गर्नु भएको छ कि छैन, यो वाहियात प्रश्न हो, एकदम वाहियात प्रश्न। अहिले यस्तो टेक्नोलोजीमा तपाई यस्तो प्रश्न गरिरहनु भएको छ। आवश्यकता हो कि युवतीको लागि शारीरिक सम्बन्ध? आवश्यकता हो, तर नारीले धेरै कुराहरुबाट यसमा फुलफिल गर्न सक्छ। अहिले धेरैवटा साधनहरू छन् त्यस्ता जुन साधनले नारीले प्राप्त गर्न चाहिँ त्यो खुसी तपाईले पाइरहनु भएको छ? पाइरहेको छु। त्यसमा तपाईको सन्तुष्ट छ? म सन्तुष्ट छु। शारीरिक सम्बन्धबाट तपाईलाई फाइदा भएको छ? शारीरिक सम्बन्धलाई त्यसलाई शारीरिक सम्बन्ध नभनौं, त्यसलाई त्यो चाहिँ एउटा यौन कुण्ठा मेटाउने कुनै पनि साधन हुन सक्छ। यौन कुण्ठा मेटाइरहनु भएको छ तपाईले जीवनमा, बुझ्नु भएन? त्यसकारणले गर्दा यो प्रश्नहरू चाहिँ आफैमा नराम्रो प्रश्नहरू। Congratulations, congratulations, great, successful person. Thank you, sir. Good.